बालेन सरकारले भ्रष्टाचार विरुद्ध लड्न र भ्रष्टाचारीलाई पक्राउ गर्नको लागि प्रयोग गर्ने कानुनी हतियारको बारेमा कुरा गर्दैछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। अब आज यो विषयमा कुरा गर्नको लागि भ्रष्टाचार निवारण ऐनमा भएको कानुनी व्यवस्थाको विषयमा कुरा गर्दैछु। यो कानुन बमोजिम भ्रष्टाचारीलाई पक्राउ गराउने मुख्य भूमिका तपाईँकै हुन्छ। सुरुमा तपाईँलाई कुनै सरकारी कर्मचारीले घुस मागेको छ भने तपाईँले सबैभन्दा पहिले अख्तियार अनुसन्धान आयोगलाई घुस माग्ने कर्मचारीको विवरण दिनुपर्छ। त्यसपछि अख्तियार अनुसन्धान आयोगले तपाईँलाई त्यो कर्मचारीलाई घुस दिनको लागि भनेर आवश्यक पर्ने रकम दिन्छ। त्यसपछि अख्तियारको निगरानीमा रहेर तपाईँले त्यो घुस माग्ने कर्मचारीलाई रकम लगेर दिनुहुन्छ र कर्मचारीले त्यो रकम लिएपछि अख्तियारले घुस लिने कर्मचारीलाई रकम सहित रङ्गी हात पक्राउ गर्छ र कारबाही अगाडि बढाउँछ। यसरी काम गर्दा तपाईँको नाम गोप्य रहन्छ र दोषीले सजाय पनि भोग्नुपर्छ। केही समय अगाडि सर्वोच्च अदालतको संवैधानिक इजलासले नियमले भएको यो व्यवस्थालाई खारेज गरेको थियो र त्यसको झन्डै 4 वर्षपछि भ्रष्टाचार निवारण ऐनलाई संशोधन गरेर यो व्यवस्थालाई समावेश गरेको हुँदा अब यस्तो स्टिङ अपरेसन लिगल भएको छ। अन्तिममा भिडियो सेयर गरेर यो विषयमा जानकारी नभएका र घुस दिनलाई बाध्य भएका व्यक्तिलाई जानकारी दिनुहोला।